नमो पार्वती पते हर 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 महादेव. Namaste and a very good morning everyone. My name is Ashmita Gurung and I would love to welcome you all in Ashmita's vlog. र आजको दिन एकदमै शुभ रहेको छ र आज म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु किनकि आज मलाई यो सौभाग्य प्राप्त भएको छ कि म भगवान श्री पशुपतिनाथको प्राङ्गणबाट मैले भ्लग गर्न पाइरहेकी छु र अभियसली टुडे इट्स अ वन्डरफुल एन्ड ब्युटिफुल डे अनि आज विशेष गरी श्रावणको अन्तिम सोमबार रहेको छ त्यही कारणले गर्दा पनि धेरैजना भक्तजनहरू यहाँ दर्शन गर्नको निमित्त आइरहनु भएको छ धेरै नै भिड रहेको छ लामो लामो लाइन घन्टौँसम्म बसेर पनि भित्र भगवान शिव को दर्शन गरेर फर्किरहनु भएको छ र मैले पनि भित्र गएर दर्शन गरेर पनि आइसकेको छु सो इट हेज बिन अ भेरी ब्लिसफुल मोमेन्ट फर मी श्रावण महिना भन्ने बित्तिकै भगवान शिवको पूजा र आराधना गर्ने महिनाको रूपमा हामीले मान्ने गर्दछौँ र धेरैजना भक्तजनहरू श्रावण महिनाभरि व्रत बसेर अझ विशेष गरी सोमबारको दिनमा व्रत बसेर भगवान शिवको पूजा आराधना गर्न यहाँ पशुपतिनाथ मन्दिरमा पनि दर्शन गर्न आउनुहुने गर्नुहुन्छ र धेरैजनाको आज व्रत साङ्गे पनि रहेको छ र यहाँ माथि धेरैजना भक्तजनहरूले आफ्नो व्रत साङ्गे पनि गर्दै पूजा गर्दै हुनुहुन्छ सो वी क्यान सी कति धेरैजना भक्तजनहरू अझ पनि लामो लामो लाइनमा बसिरहनु भएको छ पशुपतिनाथ नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक हो काठमाडौँको पवित्र बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिर भगवान शिवलाई समर्पित छ हिन्दू धर्मावलम्बीहरूका लागि यो अत्यन्त पवित्र तीर्थस्थल मानिन्छ यहाँ भगवान शिवलाई पशुपतिनाथ अर्थात् सम्पूर्ण प्राणीका स्वामीका रूपमा पूजा गरिन्छ पशुपतिनाथ मन्दिरको धार्मिक ऐतिहासिक र सांस्कृतिक महत्त्व निकै नै ठुलो छ नेपाल तथा भारत लगायत विभिन्न देशहरूबाट श्रद्धालु भक्तजनहरू यहाँ दर्शन र पूजा गर्न आउने गर्छन् मन्दिरको कलात्मक वास्तुकला सुनौलो गजुर र धार्मिक वातावरणले यस स्थानको आकर्षण अझ बढाएको छ पशुपतिनाथ केवल एउटा मन्दिर मात्र नभई नेपालको धार्मिक आस्था संस्कृति र पहिचानको प्रतीक पनि हो यसको संरक्षण र संवर्धन गर्नु हाम्रो महत्त्वपूर्ण जिम्मेवारी हो पशुपतिनाथको महिमाले नेपाललाई विश्वभर चिनाउन समेत ठुलो योगदान पुर्याएको छ सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भ्लग टिल नाउ एकदमै छोटो र मिठो बनाएकी छु आजको भ्लग लाइक गरिदिनु होला सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद